जाने एउटा साथी हो यो सिधा सब जान्छ हाम्रो काका थाहा भयो उहाँहरु सबै पैसा खोज्दा अनलाइनको पैसा आयो दिन लाग्छ ल जानेवालाहरु सबै साथीहरु तयार हुँदैछन् है खाली मात्र यतापट्टि अगाडि जानु हुँदैछ हाम्रो पिकनिक यो जङ्गलको बाटोमा पछाडि आउनु हुँदैछ अरु साथीहरु Aku nak begini dulu dah. Tato चला दो अंगा छुटिया लो हम क्यों सकिया? रे मुझे क्या नया लिया हो तो लाइटर मुझे कुछ दो. नया लाइटर कत बार भाई नया तो लाइटर था जी अभी तो आगे तैयार खैर तो बनाउने है के के भयो मोबाइल स्विच अफ ब्लग खाली ठाडो गरे स्पेशल चटपट बन्छ चटपट आइल भन्नु हामी यत्रो किलो भयो यत्रो भने खुट्टामा चप्पल खोले त्यति नै बच्चे प्लक्क भनेर चप्पल खोलिहाले मैले चप्पल लाग्दै छ नि अहिले हेर्नु यहाँ चटपट बनाउनु सुरु हाम्रो जोग भाइ अंकल हाम्रो माधव सर अनि हल्का नुन हाल्दिनु यता हाम्रो पर्सनल चीफ गेस्ट सस्तो होला म अनि बनिरहेछ उहाँ चाहिँ हाम्रो स्पोन्सर उहाँ नै हो यो सबै अर्गनाइजर दुईटै अर्गनाइजर स्पोन्सर यार चंद्र भाईले भिले त्यसले अब आज दोस्तो घर मेरोमा क्यामेरा तय भडल लाग्यो तय भन्ने भ्यो यहाँ सर्लगा यो तस्बिर राम्रो छैन के फोटो खिच्नु बेकार किन हो हाम्रो अंकल साउथको तेल युज हाम्रो चाहिँ एकदम गार्जियन रूपमा हामीले लिएको डायलग फायर इन चाहिँ हाम्रा यो पिकनिक ग्रुपका सबै सिनियर सबै एडभान्टेज अंकल तपाईहरु पोलले कसो हाल्ने खनै दिउन ये देखा देख सर ये कैमरा देखा ये कैमरा यहाँ देखा कैमरा में डायलॉग यो ले लिया यार यो अलग लिएर आए म अहिले जाऊ ल दिस इज द खसीको कचौल दिस इज तमला के भन्दै मैले इट इज अ मिठो दिस इज द खसीको कचौल इट इज अ मिठो मुंह तो देखा ये को टिकटॉक बनाउनु यार म ये सोमाले मेरो हात दिए फेरि टिकटक बनाउनु म यो पोलले आको पोल पनि मुटा हुन्छ पोलो सबै ल तपाईको म टिकटक बनाउनु यहाँ पहिले बसा ल सबैजना खानु हुँदैछ यहाँ बियर खाने बियर रेडबुल खाने रेडबुल खान त खा सुन कुरा हजुर YouTube मा हाल्यो त फेसबुक मा खाउन देखाएर खाऊ एकछिनमा निस्क्यो चलाने हो नि के समस्या छैन ढुङ्गा देखाइदिन्छु म कत्रो ढुङ्गामा ताण्डव गरिरहेको छु है बादमा टुप जना पात पनि देखाइदिए यार हेर मोबाइल देखिन लायो अलि अमिलो बोरा गवन हम पिकनिक छिटो छ त्यही पनि काट्दिम बनाउने के लेखा निकाल लादेको यिन मैले त के मुला दे दुईको 500 रुपैयाँ दिएको लागि सेकवाको लागि एक पाउ जति दिन भाइ दाजु यो के लागि किलो जति सबै यो पचलको लागि पचलको लागि बोलेर कचौल ए
कतै कचल स्पेशल कचल हुने यो राजखानीबाट ए राजखानीको कचौल है राजखानीको अनि यो डेक्चीमा लागेको मासु नि पसल बनाउने यसलाई पचल बनाउने यो निकालौँ यो भैया हो के खोज्नु निकाल एक बाल्टी पानी ल्याएर म पानी हाल्छु खोल्नु के माले के खाली छ तातो ठन्डा काट्छ नि झ्याउ नि तातो निकाल्नु पर्यो कचौलको लागि तयार बोल्दै रहेछ त्यो यार निको गाना लगाले खुच्चे को ब्लुटुथ कनेक्ट गर्नु जान्दैन यार आजको रमाइलोपन शनिबार तेस्रो महिनाको आज चारवटा हामी पिकनिक गएको बिजनेसम्यानहरू सबै म त होइन नि बिजनेसम्यान जबम्यान बिजनेसम्यान सबै मिक्स बेरोजगार सबै मिक्स आएको छौँ हामी साथीभाइहरू आज जम्का भेट कुन जङ्गल भन्यो यो सुनेपानी जङ्गल सुनेपानी ठाउँ मस्त छ पानी कम छ यहाँ उचाइ भाइ हो हाम्रो सबैको प्यारो भाइ होइन सबभन्दा कान्छो सबभन्दा कान्छो सबैभन्दा कान्छो चाहिँ ऊ हो अनि के भन्छ हाम्रो पिकनिक ग्रुपको सबैभन्दा क्युट पर्सन नै उयो हो के सबैभन्दा एकदमै अनि भिडियोलाई सबैले लाइक कमेन्ट सेयर सब गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला आउँदो शनिबार यस्ता भिडियो हाल्नेछौँ हामी छुटाउने अझ यस्तो रमाइलो भिडियोहरू होइन रमाइलो भिडियो मजाक गरेको भिडियो सबै हामीले जे गरे सबै खाएको पिएको सबै भिडियो हाल्छ हामी सब धन्यवाद हजुरलाई ओके बाई बाई गाइस बाई हजुर यो हाम्रो सुनेपानीको खोला हामी यहाँ पिकनिक अहिले भर्खरै भाँडाकुँडा धुन आएको अब एकछिनपछि खाना सुरु हुन्छ हस् खाइदिनु सबका एक थलो आधा खाए बनाउला टिपु गोलो छ बुझ्दैन आगे थला 3 4 किन मैले थपेको अङ्कल भिक्का भयो खाएर तुरी हो र यो खुट्टाको होइन ल अङ्कलले हालिदिनु भयो मेरो भएको चाहिँ यो मासु भात तपाईँ है यता हाम्रो माधव भाइ पनि मासु खान सुरु गर्यो हाम्रो अङ्कल पनि तातो अनि आगोमा पकाएको तातो नभए के हुन्छ त एक थाली छ त्यही धोदियो ल जग्गु भाइ खान थालेको खाना भयो लियो तँलाई स्टार्ट गरेर लियो ए यहाँ त खाएर ध्यान लगाएर अङ्कल पनि खान थाल्यो होइन यता दाजु पनि खान थालेको ल ओहो कति थोरै खाएको त यार मेरो
ज्यानै त्यस्तै रहेछ हो त भने थोरै खाने रहेछ मान्छेहरू आधा बच्चा ए हाम्रो जस्तो खानु पर्यो नि यस्तो पुरै गममै पारेर तिमी त्यो खाने एउटामा नहुने हो ए बस्नेमा खान थाल्यो हामी कति हाल्यो यार उस टन्नु रहेछ यार अहिले थाहा भयो के भयो खाने मलाई खानु बनाउनु हात काट्नु लाग्यो यार बिल्लो नै मार्यो त्यसमा जहाँ पाइ त्यहाँ जे पाइ त्यहाँ नै मार्दैन आफू यो सोच्नु क्या मलाई पिकनिक खाएर भ्यायो हाम्रो मैले बिचमा बनाउन पाइनँ किनकि डान्सहरू भयो डान्सहरू गर्दाखेरि मैले बनाउन पाएन अहिले सबै हिँड्न लाग्यो खाएर भाँडाकुँडा साँचो पर्न लाग्यो हामी हिँड्दैछौँ है ल हाम्रो पिकनिक सक्यो छ बिचमा धेरै सिनहरू ग्याप भयो मैले बनाउन पाइनँ रमाइलो गर्दा गर्दै हामी चाहिँ पिकनिक सकेर घर गइरहेको आधा साथीहरू निस्किसक्नु भयो